नमस्कार। तपाईको सार्वजनिक पुस्तकालयमा स्वागत छ। सार्वजनिक पुस्तकालयहरू समुदायका सबैका लागि निशुल्क उपलब्ध स्रोतहरू हुन्। पुस्तकालयहरूले पुस्तकहरू मात्र होइन, धेरै कुराहरू प्रदान गर्दछन्। यिनीहरूले शिक्षा र आरामको ठाउँ पनि प्रदान गर्दछन्। पुस्तकालयहरूले सबै उमेर र पृष्ठभूमिका मानिसहरूलाई आफ्नो रुचि अन्वेषण गर्न, सिक्न र अरूलाई भेट्न, समुदायमा के भइरहेको छ भनेर जान्ने अवसरहरू प्रदान गर्दछन्। पुस्तकालयका कर्मचारीहरू, जसलाई पुस्तकालय पालक भनिन्छ, कर्मचारीहरू पुस्तकालय प्रयोग गर्न, प्रश्नहरूको जवाफ दिन र आगन्तुकहरूलाई मद्दत गर्न उपलब्ध हुन्छन्। तपाईले पुस्तकालय एक पटक भ्रमण गर्नुभयो भने तपाईँ र तपाईको परिवारले त्यहाँ प्रदान गर्ने सबै सुविधाहरूको आनन्द लिन बारम्बार आउन सक्नुहुन्छ। तपाईले पुस्तकहरू र अन्य चिजहरू लिन सक्नुहुन्छ र कार्यक्रमहरूमा भाग लिन पनि सक्नुहुन्छ। पुस्तकालय भएको शहरमा बस्नुहुन्छ भने सदस्यता निशुल्क छ। धेरैजसो पुस्तकालयहरूले तपाईको नाम, ठेगाना र फोन नम्बर वा इमेल ठेगाना सोध्नेछन्। केही पुस्तकालयहरूले तपाईको परिचय पत्र माग्नेछन्। पुस्तकालयहरूलाई भ्रमणमा अदालत र आदेशन नभएसम्म तपाईको जानकारी कसैसँग साझा गर्न अनुमति छैन। तपाईले लिनुभएका पुस्तकहरू, भाग लिएका वा उपस्थित हुने कार्यक्रमहरू निजी जानकारी हुन् र पुस्तकालयहरूले साझा गर्न सक्दैनन्। पुस्तकालयहरूको सदस्य नभए पनि मानिसहरूलाई भ्रमण गर्न अनुमति पाइन्छ। पुस्तकालयहरूले केही हप्ताको लागि निशुल्क पुस्तकहरू र अन्य चिजहरू उधारो लिन दिन्छन् र पछि फिर्ता गर्नुपर्छ। बालबालिकाका लागि पुस्तकहरू, सङ्गीत, DVD, अडियो पुस्तक, पत्रिका, तपाईको घर वा तपाईको आँगनको लागि उपकरणहरू समावेश हुन सक्छन्। पुस्तकालयले तपाईलाई रुचि हुन सक्ने विषयमा पुस्तकहरू फेला पार्न मद्दत गर्न सक्छन्। तिनीहरूले तपाईको अर्को पुस्तकको लागि सिफारिसहरू पनि गर्न सक्छन्। तपाईको पुस्तकालयहरूमा धेरैजसो पुस्तकहरू अङ्ग्रेजीमा हुन्छन्। कर्मचारीहरूलाई तपाईले आफ्नो भाषाको पुस्तकको लागि सोध्न सक्नुहुन्छ र अर्को पुस्तकालयबाट पुस्तक उपलब्ध गराउन सक्दो प्रयास गर्नेछन्। यसलाई अन्तर पुस्तकालयबाट लिने ऋण पनि भनिन्छ। तपाईले अनुरोध गर्नुभएको पुस्तक आइपुग्दा तपाईलाई सम्पर्क गरिनेछ। उधारो लिन र पछि तपाईको आफ्नो स्थानीय पुस्तकालयमा फिर्ता गर्न सक्नुहुन्छ। धेरै पुस्तकहरूले निशुल्क वाइफाई, कम्प्युटर, प्रिन्टर, स्क्यानरहरू, इन्टरनेट पुस्तकहरू, इलेक्ट्रोनिक पुस्तकहरू, अन्य इलेक्ट्रोनिक सामानहरू, स्रोतहरू पनि प्रदान गर्दछन्। कहिलेकाहीँ तपाईलाई कम्प्युटर र इन्टरनेट कसरी प्रयोग गर्ने भनेर सिकाउने कक्षाहरू पनि समावेश हुन्छन्। वाइफाई र कम्प्युटरको अतिरिक्त पुस्तकालयहरूले ज्ञानमा आधारित इन्टरनेटमा जानकारी प्रदान गर्दछन्। विश्लेषणहरू प्रयोग गर्न निशुल्क छ। लेखहरू, इन्टरनेट, इलेक्ट्रोनिक पुस्तकहरू, भिडियोहरू र तस्बिरहरू सबै एकै ठाउँमा समावेश छन्। तपाईँ वा तपाईको बच्चाले स्कुल वा कलेजको लागि निवेदनहरू लगायत घरेलु परियोजनाहरू र शैक्षिक ज्ञानगुणका कुराहरू, निर्देशनहरू सबै कुराको जानकारी प्रदान गर्दछन्। पुस्तकालयहरूले निशुल्क कार्यक्रमहरू प्रदान गर्दछन्। यसमा भाषा कक्षाहरू, कला र सङ्गीत कार्यक्रमहरूमा जस्तै शैक्षिक कार्यक्रमहरू समावेश हुन सक्छन्। धेरै पुस्तकालयहरूले कथा समयहरू प्रदान गर्दछन्। पुस्तकालयका कर्मचारीहरूले बच्चाहरूलाई उनीहरूका हेरचाहकर्ताहरूलाई सँगै ठुलो स्वरमा पुस्तकहरू पढ्ने गर्दछन्। बच्चाहरूलाई यी कथा समयहरू बुबा-आमासँगको कथा समय जस्तै रुचि समय हुन सक्छ। पुस्तकालयका आगन्तुकहरूले सधैँ पिउने पानी, शौचालय, काम वा गृहको लागि टेबल, शान्त अध्ययन क्षेत्र र बस्ने ठाउँ प्रयोग गर्न सक्छन्। धेरै पुस्तकालयहरूमा बैठक कोठाहरू पनि हुन्छन् जुन तपाईले निशुल्क लिन सक्नुहुन्छ र प्रयोग गर्न सक्नुहुन्छ।
पुस्तकालयका सदस्यहरूलाई आगन्तुकहरूले कुनै पनि कुराको बारेमा सोध्न सक्ने कुनै पनि प्रश्नहरूको जवाफ दिन उपलब्ध हुन्छन्। सदस्यहरूले तपाईँको प्रश्नको तुरुन्तै जवाफ दिन नसके पनि उत्तर फेला पारेपछि तपाईँलाई सम्पर्क गर्नेछन्। पुस्तकालयले धेरै सामग्री र जानकारीहरू प्रस्ताव गर्छन् भनेर हेर्न पाउँदा तपाईँ खुसी हुनुहुनेछ। आफ्नो पुस्तकालय भ्रमण गर्न नबिर्सनुहोस्। धन्यवाद।